गर्छौँ। यसको एक नम्बर बुँदामा रहेको कुरा जनप्रतिनिधि परिचयात्मक भन्ने कुरा हामीले परिचय सबैजनाले गरिसकेका छौँ। अनि दोस्रो नम्बरमा रहेको हामीले साँच्चै काठमाडौँ महानगरपालिकाका बासिन्दाहरू नगरवासीहरूलाई धन्यवाद दिन पर्छ, धन्यवाद दिन पनि चाहन्छौँ। यही मिटिङबाट हामी यहाँ जति पनि उपस्थित छौँ, वडा अध्यक्षज्यूहरू, उपमेयरज्यू, हामी सबै उहाँहरूकै भोटले गर्दा, उहाँहरूकै मायाले गर्दा, उहाँहरूकै इच्छाले गर्दा, उहाँहरूकै चाहनाले गर्दा एउटा हामी यहाँ उपस्थित छौँ। त्यसको लागि सम्पूर्ण महानगरवासीलाई धेरै धेरै धन्यवाद। यसमा तेस्रो नम्बरमा चाहिँ हामीले फोहोर मैला व्यवस्थापन भनेका छौँ। यसमा चाहिँ हामीले पद बहाली गर्नुभन्दा अगाडि, शपथ लिनुभन्दा अगाडि पनि थोरै कुरा गरेका थियौँ। हामी आफै सिसडोल र बन्चर डाँडा घुम्न जाँदाखेरि त्यहाँको स्थिति हेर्दाखेरि जुन भनौँ न हाम्रो काठमाडौँ महानगरपालिकाको त्यहाँ फोहोर जम्मा भएर त्यहाँ बस्न गाह्रो भएर विगत 16-17 वर्षदेखि त्यहाँ फोहोर जम्मा भएर प्राय हरेक घरमा क्यान्सर पीडित, छालाको रोग पीडित, होइन, बस्न एकदमै अयोग्य भइसकेको ठाउँ। एक हिसाबले भनौँ भन्दाखेरि त्यो ठाउँ आफैमा एउटा मन्दिर हो जहाँनिर चाहिँ काठमाडौँ नगरवासीको पापको धुलाइ कार्यक्रम भइरहेको छ, होइन। भनेपछि उहाँहरूलाई हामीलाई हृदयदेखि पहिलो कुरा त धन्यवाद दिनुपर्छ, यत्रो दिन सहेर बसिदिनु भयो त्यो कुराहरू, होइन। अनि त्यही विषयमा चाहिँ हामीले कुरा गरेको थियौँ। म यो फोहोर मैलाको व्यवस्थापन नभएसम्म कुनै पनि किसिमको खादा, टोकन अफ लभ, होइन, अब भनौँ न एउटा सेलिब्रेसन, उत्साह उमङ्ग मनाउने समय होइन, यो एउटा त शोक मनाउने कुरा हो। हाम्रो हरेक टाउकोमा केही न केही व्यक्तिको हत्याको एउटा हत्याराको जिम्मा पनि परेको छ भनेर बुझ्नुपर्छ। यो कुरा चाहिँ मैले यहाँ किन उठाएँ भन्दाखेरि यो हामीले मात्रै नभएर सम्पूर्ण काठमाडौँ महानगरवासीले बुझ्नुपर्ने कुरा हो। हामीले 5 मिनट त्यो फोहोरलाई नछुट्याइदिएर त्यसलाई जस्ताको त्यस्तै राखेर कुनै पनि व्यक्तिको ज्यान गइरहेको छ हाम्रै छिमेकी नगरपालिकामा। हाम्रो लागि, हाम्रो एउटा भनौँ न, हाम्रो एउटा स्वस्थ रहने वातावरणको लागि उहाँहरूले कत्रो ठुलो योगदान गर्नुभएको छ त्यो चिजमा। त्यसको लागि चाहिँ हामीले सुरुमा चाहिँ त्यसको व्यवस्थापन गर्नुपर्छ जस्तो लाग्छ। यो एउटा मेयरको हिसाबले मात्रै नभएर कि यो काठमाडौँ महानगरको हिसाबले नभएर यो मानवताको हिसाबले मैले देख्छु त्यो कुरालाई। यो आफैमा एउटा भइरहेको, हामी मानव भएर सोचेर त्यो चिज गरिदिनुपर्छ। र काठमाडौँको फोहोर व्यवस्थापनको लागि हाम्रो कार्यकारी प्रमुखज्यूले पनि थोरै केही भन्नुहुन्छ। यसको लागि विभिन्न टेक्निकल कुराहरू छन्, होइन, टेक्निकल कुराहरू पनि छन्। म आफै पनि यो सोलिड वेस्टको एउटा विशेषता छ मेरो पनि। यसलाई चाहिँ हामीले आधुनिक रूपमा लानुपर्छ। त्यत्तिकै लगेर फोहोर फाल्ने भन्दा पनि हाम्रो 75% भन्दा बढी फोहोर चाहिँ अर्ग्यानिक भनौँ न, एउटा वेट फोहोर भनिन्छ नि, अर्ग्यानिक भएको भएर त्यसलाई चाहिँ मलमा कन्भर्ट गर्न सकिन्छ। र यो मलमा कन्भर्ट गर्न सकिन्छ भन्ने कुरा पनि यति धेरै भनिसकियो 25-30 वर्षमा कि सुन्दा पनि फेरि त्यही कुरा गऱ्यो, मल कहिले मल निस्किने त होइन भन्ने कुरा। तर यसलाई चाहिँ साँच्चै गर्न सकिन्छ। यसको लागि उपकरण ल्याउनुपर्छ। विभिन्न अरू प्रपोजलहरू पनि होला महानगरमा, त्यो प्रपोजलहरू पनि हेरौँला र अहिले तुरुन्तै यसलाई चाहिँ केही हुनु पऱ्यो। र त्यहाँनिर पनि अहिले पुरानो सिसडोलमा भएको चाहिँ व्यवस्थापन हुनु पऱ्यो। त्यो ठाउँ साँच्चै बस्न योग्य बनाउनु पऱ्यो। र नयाँ बन्चरे डाँडा ल्यान्डफिल साइटमा पनि त्यो त्यत्तिकै राख्ने भन्दा पनि त्यसलाई कन्भर्जन गर्ने, त्यसलाई साँच्चै व्यवस्थित गरेर गर्नु पऱ्यो भन्ने बुँदा नम्बर 3मा चाहिँ। यसको लागि चाहिँ हामी मेयर उपमेयर मात्रै नभएर वडा अध्यक्षको पनि एउटा भनौँ न टिम बनाएर, उहाँहरूको टिम बनाएर सम्पूर्ण आफ्नो वार्डमा पनि त एउटा जिम्मा हुन्छ नि त। तपाईँ जुन वार्डमा बस्नुहुन्छ त्यो वार्डमा हजुरहरूले पनि प्रेरित गर्नु पऱ्यो। उहाँहरूलाई फोहोर छुट्याउन सकिन्छ। यस्तो 3टा-2टा बाकसमा छुट्टा राखियो भने सुक्खा फोहोरलाई त हप्तामा एकचोटि मात्रै उठाउँदा पनि भयो, होइन। अनि अर्ग्यानिक फोहोरहरूलाई चाहिँ छुट्टाएर डेली उठाउने कि कसरी गर्ने एउटा व्यवस्थित रूपमा जानु पर्यो, होइन। त्यसको समय पनि तोकिनु पर्यो जसले गर्दाखेरि हामीलाई पनि डिस्टर्बेन्स नहोस्, उहाँहरूलाई पनि डिस्टर्बेन्स नहोस् भन्ने चिज हो। धेरै ठुलो रकेट साइन्स पनि होइन, सजिलै गर्न सकिने चिज हो। यसमा चाहिँ हामी सबैजना सहकार्य गर्छौँ भन्ने यो 3 नम्बरमा रहेको छ। र 4 नम्बरमा सार्वजनिक शौचालय प्रयोगका लागि महानगरभित्र रहेका रेस्टुरेन्ट, होटेल प्रयोग गर्ने सम्बन्धमा यो चाहिँ पहिला 2068 सालको त्यहाँ पनि लेखिएको छ। यसमा चाहिँ हामीले हिजो रेस्टुरेन्ट व्यवसायहरूसँग मिटिङ बसेका थियौँ। उहाँ त्यहाँ चाहिँ चिकन स्टेसनको हुनुहुन्थ्यो, बर्गर स्टेसनको, उहाँहरूसँग A1, उहाँहरूसँग कुरा गर्दाखेरि हामीले चाहिँ के प्रस्ताव दिएका छौँ भन्दाखेरि तपाईँको एटिएम मसिन अगाडि यस्तो गोलो खालको एटिएम लेखेको बत्ती हुन्छ नि, 18 इन्च बाइ 18 इन्चको,
त्यो रेस्टुरेन्टहरूमा जडान गरिदिने महानगरपालिकाले र उहाँहरूले चाहिँ शौचालय चाहिँ निःशुल्क रूपमा प्रदान गर्नुहुन्छ त्यसको लागि होइन। त्यो चाहिँ रेस्टुरेन्ट खोलिसकेपछि एउटा व्यापार मात्रै नभएर सेवा पनि हो भन्ने कुरा। अब त्यो भनाइमा सीमित नरहोस् भनेर त्यो साइनबोर्ड त्यहाँ लगाइदिइसकेपछि कोही पनि व्यक्ति रेस्टुरेन्टमा गएर कसैलाई सोध्न पर्दैन, त्यहाँ कुकलाई वेटरलाई अथवा ओनरलाई नसोधिकन सिधै शौचालय प्रयोग गरेर फर्किन सक्छ निःशुल्क रूपमा। त्यसको लागि 4-5वटा चेन रेस्टुरेन्टसँग कुरा गरेको छौँ, यसलाई अगाडि बढाउँछौँ हामीले होइन। अनि यसको यो सँगसँगै अरू कार्यक्रमहरू पनि हुनेछन्। त्यसमा चाहिँ महानगरले सर्टिफाई गरिदिनेछ। सर्टिफाई गरिसकेपछि गुगल म्यापमा सार्वजनिक शौचालय खोज्दा चाहे त्यो काठमाडौँवासी अथवा नेपालवासी अथवा विदेशी टुरिस्ट होस्, उहाँहरूले गुगल म्यापमा चाहिँ त्यो सार्वजनिक शौचालयहरू देख्नुहुन्छ होइन। भनेको शौचालयहरू पनि बनाउने बिस्तारै, तर अहिले भइरहेको चिज हामीले रिसोर्स त युज गर्नु पर्यो। त्यसमाथि यो निःशुल्क हुन्छ। निःशुल्क भइसकेपछि मान्छेलाई केही समस्या पनि भएन र यसले गर्दाखेरि रेस्टुरेन्टको व्यापार घट्ने होइन झन् बढ्छ। किनभने शौचालय पसेर आइसकेपछि ल ठिकै छ चिया पनि खाएर जाऊँ अथवा खाजा खाएर जाऊँ भन्ने मान्छेलाई आउन पनि सक्छ, नआए पनि केही फरक परेन। भन्नुको अर्थ अब रेस्टुरेन्टको शौचालय प्रयोग गर्नलाई एउटा कोक अर्डर गर्नै पर्छ अथवा खाजा अर्डर गर्नै पर्छ भन्ने कुरालाई चाहिँ ठ्याक्कै क्यान्सल गरेर यो चाहिँ सेवा पनि हो है भन्ने कुरालाई प्रेरणा दिनलाई यो काठमाडौँबाट सुरु भइसकेपछि हामीलाई आशा छ यो देशभरि हुनेछ भन्ने कुरा। यो चाहिँ 4 नम्बरमा रहेको छ। र 5 नम्बरमा चाहिँ महानगरको गुनासो लिनलाई कल सेन्टर राख्ने भन्ने हाम्रो भिजन एजेन्डामा पनि थियो। त्यो कल सेन्टर भनेको महानगरको मेयर उपमेयरको लागि मात्रै नभएर तपाईँहरू वडा अध्यक्षहरूको लागि पनि हो। त्यहाँनिर 32वटा डाटाबेस हुन्छ। तपाईँहरू जुन वार्डको वडा अध्यक्ष हो तपाईँले आफ्नो वार्डको डाटाबेस हेर्न पाउनुहुन्छ। त्यहाँ कतिवटा गुनासो आयो, के समस्या आयो त्यो तपाईँहरूले हेर्न सक्नुहुन्छ। किनभने तपाईँहरूलाई पनि बिहानैदेखि बेलुका फोन आउँछ नि त, चिया खान आउनु पर्यो, सगुन खान आउनु पर्यो, पार्टीमा आउनु पर्यो। अब तपाईँहरूले साँच्चीकै त्यो चिज फिल्टर गरेर समस्या मात्रै हेर्न पाउनुहुन्छ नि त। किनभने 5 वर्षमा त काम गर्नु पर्यो, रमाइलो गर्नलाई त छँदैछ, पछि गर्दै गरौँला। अनि तपाईँहरूले पनि आफ्नो आफ्नो वार्डको चाहिँ हेर्न सक्नुहुन्छ। र महानगरले डिरेक्टली 32वटै वार्डको पनि हेर्छ। 32वटै वार्डमा के गुनासो आएको छ, समस्या आएको छ, त्यसको मोनिटरिङ पनि हुनेछ। यो तपाईँहरूलाई पनि सजिलो र हामीलाई पनि सजिलो हुने चिज हो। यसरी चाहिँ साँच्चीकै के समस्या छ त्यसको समाधान गर्ने कुरा चाहिँ यो कल सेन्टरबाट हुन्छ। अहिलेको लागि यो कल सेन्टर गुनासो सेन्टर मात्रै बाट सुरु गरेर बिस्तारै यसमा हाम्रो जति पनि स्वास्थ्यका एम्बुलेन्सहरू छन्, जति पनि अरू कुरा सेवा सुविधा छन् त्यही कल सेन्टरबाट सञ्चालित हुने गरी यो एउटा सिस्टम बसाल्न खोजेको हामीले होइन। अनि 6 नम्बरमा चाहिँ हाम्रो इन्फ्रास्ट्रक्चर एम्बुलेन्स जुन हामीले पहिला पनि भनिरहेका थियौँ, भौतिक पूर्वाधार एम्बुलेन्स अहिले सुरुवातको लागि चाहिँ 2टाबाट सुरु गरौँ। त्यो भनेको चाहिँ फोन गरेर मेरो बाटो खाल्टो भयो अथवा ढल फुट्यो, केही समस्या पऱ्यो भने त्यो सानो समस्या बढ्दै गएर ठुलो टेन्डरमा पुग्ने हो नि त। बाटो सानो 1 फिट वा 1 फिट पुग्दैन भन्नुको अर्थ यसको लागि धेरै खर्च पनि लाग्दैन। तुरुन्तै डेली बेसिसमा त्यो पनि कल सेन्टरबाटै सञ्चालित हुनेछ। त्यो कल सेन्टरबाट सञ्चालित हुनेछ, तपाईँहरूसम्म पनि आउँछ त्यो डाटा। अनि त्यहाँनिर हाम्रो ठाउँमा यो बिग्रियो, यो भत्कियो अथवा यसले गर्दाखेरि धुलो आयो, यसले गर्दाखेरि दुर्गन्ध आयो, यसले गर्दाखेरि पानी पोखियो अथवा डुबानमा पर्यो अथवा यहाँनिर यो ठाउँ जाम छ, बर्खाको पानी चाहिँ पसेकै छैन यो ठाउँमा भन्ने कुराहरूलाई चाहिँ समस्याको लागि चाहिँ कल सेन्टरबाट सञ्चालित हुन्छ। र इन्फ्रास्ट्रक्चर एम्बुलेन्सले मा इन्जिनियरहरू बस्नुहुन्छ अनि इक्विपमेन्टहरू हुन्छ, थोरै र मेटेरियल हुन्छ, उहाँहरूले त्यसलाई ट्रिट गर्नुहुन्छ तुरुन्तै। भनेको यो तुरुन्तै सेवा दिन सक्ने चिज भयो।